एकदमै सही कुरा भन्नुभएको छ क्या उहाँले। तपाईँहरूले यो भिडियो हेर्नुभएको छ कि छैन, हेर्नुभएको छैन भने हेर्नुहोस् न त। प्युठानमा एमालेका सूर्य थापालाई माला लगाइदिनेले पनि भोट चाहिँ घन्टीमा हालिदिएछ। सूर्य थापाले चुनाव प्रचारको बेला जति माला लगाए त्यति नै भोट पाएको भए स्थिति अलि सम्मानजनक हुन्थ्यो। उनको पोजिसन 5औंमा छ। यति कुरा त थाहा भयो कि माला लगाइदिने र म यही पार्टीको हुँ भन्यो भने विश्वास नगर्नु पर्दो रहेछ। नभए सूर्य थापालाई जतिले माला लगाइदिएका थिए र जतिले मैले भोट दिन्छु भनेका थिए नि त्यतिले भोट दिएका थियो भने आज यो अवस्था आउने रहेनछ भन्ने कुरा चाहिँ एउटा प्रष्ट भइसक्यो। र सबैले पनि म यो पार्टीको हुँ त्यो पार्टीको हुँ भन्छन् नि, तर भोट भने कुनमा हाले कुन पार्टीको हुन् भनेर कुनै नचिनिने भएको रहेछ। त्यही भएर अलिकति विचार गरौँ है चुनावको बेला चाहिँ। अरू बेला त त्यही हो, विचार गरेन नगरेन, तर चुनावको बेला भोट माग्ने बेला चाहिँ विचार गरेर माग्ने बेला भयो। नभए सूर्य थापाको जस्तो अवस्था आयो भने त एकदम गाह्रो हुन्छ नि त। त्यही भएर चाहिँ सूर्य थापाको जस्तो अवस्था नआओस् कसैको पनि भन्ने धारणा छ। एकदम राम्रो कुरा नै गर्नुभएको छ उहाँले। मलाई चाहिँ साह्रै मन पर्यो। अनि तपाईँलाई मन पर्यो परेन कमेन्ट बक्समा आएर भन्न भने चाहिँ नबिर्सनु होला साथीहरू। हस्त धन्यवाद।